लो है साथीभाइहरू हेर्नुहोस्, यो चाहिँ भेज मोमोको किमा हो। अनि यहाँ चाहिँ छ चिकन मोमोको किमा बनिँदैछ। सबै कुरो यहाँ भइसकेको छ। जिन्जर गार्लिक पेस्ट, सबै कुरो मासु, सबै कुरो चिकनहरू रेडी भएर पनि किमा भएर पनि यहाँ हालिसकेको छु हो। र हाम्रो चाहिँ यहाँ डेली यति नै बनिन्छ मोमो। उहाँले चाहिँ एकदम किमा दामी गर्नुहुन्छ। हेर्नुहोस् चिकन किमा डेली एभ्रिडे यति नै बनिन्छ। यति एक भाँडा चिकन मोमो बनिन्छ। अनि यहाँ भेजको एक भाँडा चिकन भेज मोमो बनिन्छ। यो चाहिँ दिनभरि रातभरिमा खत्तम हुन्छ। यो चाहिँ हो तपाईँको चिकन ललिपपहरू अनि राइस हो यो चाहिँ। अनि काम मोटामोटी सकिनु आँटिसकेको छ। अहिले बिहानको 11 बजे हो। 12 बजेदेखिको चाहिँ कस्टमरहरूले अर्डर गर्नु थाल्छ पार्सल। यो चिल्ली चिकनहरू हो। सबै कुरो रेडी भइसक्यो। राइस, मासु, चिकन, किमा हो। अनि म पनि यहीँ छु, सँगै यहाँ हामी काम गरिरहेको छौँ। र हामी एकदम गरममा पसिना भइरहेको छ हो। चेन्नईमा चाहिँ एकदम गरम छ साथीभाइहरू हो। तर के गर्नु, काम त गर्नै पर्छ चेन्नईमा हो। यो चाहिँ म अब मोल्नु आँटेको। यसलाई चाहिँ म हात मेरो काटेर चाहिँ एकदम दुखिरहेछ। आज म लेफ्ट हातले गर्छु साथीहरू।